आइफोन ल्याउनु पर्ने रहेछ भयो तिमीले खेद्दियो आशीर्वाद दियो जस्तो दियो त तिमीले त बस माथि बस नि त कहाँ जाने ठाउँ रहेछ रेस्टुरेन्ट ठन्डा कस्तो लागिरहेको भयो गफर न जाम जाम अझै माथि जाम अनि अहिले झरौँ ल नानी तिमी पैसा खसेर आउन आऊ भैया किन र किन लजाएको र यहाँ झन् हरि देखिरहेको रहेछ त ल गाइस ल है गाइस यो हाम्रो एना के लेखेको रे भैया एना हो क्या भैया एना हो क्या भैया कस्तो ऐना हुँदैन नि भैया एना हुन्छ क्या नैना तिमीलाई ऐना देखाऊ कि भन्ने थाहा आएन नैना तिमीलाई ऐना देखाऊ कि भन्ने थाहा आइरहेर भैया ऐना होइन क्या भैया ल मान्दियो भैया नैना तिमीलाई उही हात्तीको अझ डिजाइन हेर्न अझ बवाल बनाएर रहेछ नि त अझ यहाँ मजा आयो मजा आयो उहाँ देख्नुभयो हात्ती ठुलो ठुलो हात्ती छ ढुङ्गा खोरेर बनाएको होला कस्तो यो पानी बढ्दैन होला नि भैया अब त होइन बढ्छ होला पछि है बर्खामा मूल फुटेपछि बढ्छ होला किनकि यो त पहिल्यै अनि ठुलो झर्ना यो त पानीकै बाटो हो त होइन त ल हामी अहिले एना उसमा छौँ हिमालधरी बन्न